What do you say, my vlog? Yeah, man, we're out here, we're rolling, as you can see, we are watching the horse riding. Yeah, this dear, set. yes. And the camera person is a catering guy. Yes. So, he'll be preparing burgers for you, daddy's burgers and fries. Come on, come on. म चाहिँ उठेँ अनि अब आज ड्युटी जानुपर्छ नयाँ ठाउँमा फ्रेस भएर जानुपर्छ काम धेरै छ अलिअलि फ्रेस त हुनुपर्यो नि त सनबाट अलिकति बस्नु पऱ्यो मेरो कालो हुन्छ यहाँको काम त यस्तै हो तपाईँहरूलाई थाहा छँदैछ अनि यो चाहिँ हेयर क्रिम यो चाहिँ क्रिम हो यो चाहिँ खासै वाक्स लगाउन मन लाग्ने वाक्स डेन्ड्रफ पनि हुन्छ यो चाहिँ सफ्ट हुन्छ वाक्स जस्तो चाहिँ त्यति हार्ड चाहिँ हुँदैन 2 बजी लागिसक्यो अब चाहिँ सब रेडी भएर तल जानुपर्ने हुन्छ ड्राइभर आउँदैछ टिकट उठाउनुको लागि जाडो महिना सुरु भइरहेको छ अहिले चाहिँ खासै जाडो चाहिँ छैन राति चाहिँ अलिक जाडो हुन्छ बेलुका चाहिँ अलिकति पातलो लुगा लगेर जानुपर्ने हुन्छ यसमा ब्यागमा प्याक गर्ने हो इनकेस जाडो भयो भने चाहिँ यसको काम आउँछ हेलो नमस्ते सन्चै हुनुहुन्छ तपाईँहरू म पनि सन्चै छ अब चाहिँ कामको लागि हिँडेर आज चाहिँ नयाँ इभेन्ट छ इभेन्टमा जानुपर्ने हुन्छ अब टाइम पनि भइसक्यो ड्राइभर पनि तल आइसक्यो अनि नयाँ ठाउँ कस्तो हुँदो रहेछ हेरौँ अब काम त त्यही हो जता गए पनि तर अलिकति नयाँ ठाउँ भनेपछि चाहिँ त्यही त हो नि अलिकति हेर्न मन लाग्छ अलिक रमाइलो हुन्छ काम गरेर जस्तो फिल हुँदैन त्यही हो यहाँबाट अब साग सिटी जानुपर्ने हुन्छ त्यहाँ सेन्ट्रल किचन छ हाम्रो त्यहाँबाट सामानहरू लिएर त्यहाँबाट सबैजना टिम क्याटरिङमा जान्छ बाटोमा के हुन्छ सब तपाईँहरूले देखाउनेछ जाडो महिना भयो भने जस गर्मी छ दिउँसो चाहिँ राति चाहिँ अलिक चिसो नै हुन्छ चिसो पनि बढिरहेछ अब चिसोमा धेरै चिसो गर्मीमा लास्टै गर्मी यस्तै छ यो ठाउँ ओके 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 हिँडेको अहिले चाहिँ 2:30 पनि भइसक्यो बाहिरको चाहिँ यस्तो छ माहौल ड्राइभर आइसक्यो अब म चाहिँ सेन्ट्रल किचन जानुपर्ने हुन्छ त्यही हो अब उता काम गर्ने ठाउँ आज इभेन्ट चाहिँ खासमा के हो भन्दाखेरि चाहिँ हर्स राइडिङको इभेन्ट रहेछ त्यहाँ अनि त्यहाँ गएर अब अरूहरू पनि इभेन्टहरू छ त्यहाँ तपाईँहरूले देखाउँला अब हर्स राइडिङ चाहिँ अलिकति साइडमा छ भन्ने सुनेको थिएँ अनि भयो भने तपाईँहरूलाई म त्यहाँको हर्स राइडिङको ठाउँ पनि देखाउँला तपाईँहरूलाई इनकेस टाइम मिल्यो भने अब त्यही हो
अब यो काले भयो भने मन चाहिँ एकदम क्लिन छ है राम्रो छ यो चाहिँ मजा आउँछ काम गर्न पनि फाइनली हामी चाहिँ आइपुग्यो है किचनमा आइपुग्यो फाइनली अब यहाँबाट काम्ला कुम्लो के हो सब बोकेर जानुपर्ने हुन्छ अब क्याटरिङतिर यो चाहिँ कृष्ण सन्धि हो है ब्ल्याक एन्ड येल्लो चाहिँ कृष्ण सन्धि यो हाम्रो तक्ला भाइ यो हाम्रो सेप हाम्रो छिमेकी स्टल यता ट्रेनिङ भइरहेको छ यता म्याच अरे हम हे अहिले चाहिँ कस्टमर आएको छैन हामी यत्तिकै बसिरहेको छ The last rider before the break, riding department إذا معنا الآن 10% مشاركين ما قبل الاستراحة. यो एक साइड हो अर्को एक साइडमा छ उता परतिर चाहिँ घोडाहरू छ त्यहाँ पारी फाइनली काम पनि सक्यो यहाँको इभेन्टहरू पनि सक्यो है अब चाहिँ हामी घर जानु लाग्यो अहिले 12 बजिसक्यो यस्तो छ अब पुरै खाली खाली नै छ पुरै दिउँसो यता टन्नै थियो अनि यहाँ टन्नै छ दिउँसो यता टन्नै थियो अहिले चाहिँ पुरै खाली छ अनि यो साइडमा छ बाँकी अलिअलि प्र्याक्टिस गरेर हो कि भोलिको लागि हाम्रो क्याटरिङ यता छ भोलि चाहिँ फाइनल भन्ने सुनेको थिएँ अलि धेरै बेसी मान्छे नै हुन्छ होला अलि बिजी हुन्छ होला ठिकै भएको थियो आज चाहिँ यस्तो छ ओके सी यू बाई